हामी रस आइपुगेको छौँ अनि यहाँ आउँदै हुनुहुन्छ हिरो के छ हिरो डाक्टरकोमा लाने हिरोलाई आज जाने मजाले लगाऊ न भाइ खै ल गरिसकेको आऊ डाक्टरकोमा जाने है गाइस हामी रसमा आइपुगेको छौँ लार्जबाट राम्रो राम्रो आमाहरूलाई हुने लुगाहरू रहेछ अनि हाम्रो आमा र सासुभाइले छान्दैछ रस स्टोरमा छौँ ल है गाइस रस स्टोरमा घरमा सजाउनेहरू चाहिँ एकदम दामी दामी आएछ मलाई त खालि यस्तो मनपर्छ अनि फुलहरू पनि है गाइस यो चाहिँ मैले एउटा ट्राई गरेको कस्तो देखियो न त्यस्तो राम्रो देख्यो जस्तो लागेन लुगाले नसाउनुको नि सीमा हुन्छ नि अति पो नसको त हौ कस्तो नराम्रो देखियो मलाई त गाइस हाम्रो रसमा सपिङ भइसक्यो अब हामी टिजे म्याक्स जाँदैछौँ गाइस हामी टिजे म्याक्स आइसक्यौँ म नि बिर्सिन्छु हौ गाइस हामी टिजे म्याक्समा आइपुगेछौँ राम्रो राम्रो जामाहरू आएको रहेछ अनि मैले चाहिँ यो सेलेक्ट गएँ अब यसलाई ट्राई गरेर राम्रो देख्यो भने चाहिँ लानेबाट हो टिजे म्याक्समा अरू दिनभन्दा आज धेरै सेल देखेँ के हो थाहा छैन है गाइस हो टिजे म्याक्समा चाहिँ छोटोबाट जामाहरू दामी दामी आएको छ फ्युचरमा मलाई कसैले केही दिन आँट्नु भएको छ भने यस्तो जामा दिनु होला छोटो अनि वाइट कलरको खालि मलाई चाहिँ वाइट कलर मनपर्छ अनि मेरो साथीहरूले चाहिँ खालि तिमीलाई खालि वाइट भन्छन् दामी दामी छ जामाहरू पनि यस्तो है गाइसहरू जम्पसुट पनि दामी रहेछ टिजे म्याक्समा रिजनेबल प्राइसमा छ 1999 दामी छ यो चाहिँ जम्पसुट रहेछ अनि यहाँ चाहिँ जामा रहेछ अनि यो जामा मलाई चाहिँ फेरि रातो रातो नै मनपर्छ बिहा गरेपछि खै के भएर रातो रातो पनि मनपर्छ यो पनि राम्रो लाग्यो मलाई यो पनि ट्राई गर्छु गाइसमा चाहिँ यो टिजे म्याक्समा यो जामा ट्राई गरेको ए बाबा नराम्रो देख्नुको पनि सीमा हुन्छ नि अति नै नराम्रो देख्ने बात गर्दा चाहिँ मैले फेरि सेकेन्ड राउन्ड हो म फेरि नाप्न आएको अहिले चाहिँ कस्तो देखियो यसले अलिक राम्रो देखियो जस्तो लाग्यो बरु यसले अलिक राम्रो देखियो यो लामो भए पनि यसले पनि राम्रो देखियो गाइस हामी चेकआउटमा यहाँ छ सानो बेबी हाम्रो टिजे म्याक्सको यति सपिङ पनि भयो अनि अब हामी जाँदैछौँ नेपाली दोकान हामी चाहिँ नेपाली दोकान आइपुग्यौँ नेपाली दोकानमा फ्रेस खानेकुरा आएको रहेछ सब्जीहरू सबै मैले अघि यति खोर्सानी र मही बोकिसकेँ मासुहरू पनि छ यो हाम्रो दादाहरूको दोकान हो भिजिट गर्नु होला यसो हाम्रो नेपाली दोकानको सपिङ यति भएको छ यो टिजे म्याक्स र डलक्ट्रीको हो गाडी यहाँ बस्यो काम छ यहाँ छ सुई लाउनु हिँडेको अब डाक्टरकोमा होइन हामी चाहिँ अब सबै गरिसकेर घर फर्किँदैछौँ सबै गरिसकेर सपिङहरू होइन सब सकेर हामी चाहिँ घर जाँदैछौँ आजको वेदर पनि राम्रो छ यस्तो रहेको छ बाटो मेरो घर जाने बाटो ल है गाइस हो आजको दिन यसरी नै सकियो सपिङ गरेर ग्रोसरी गरेर यताउता गएर अनि यो चाहिँ मेरो गाउँघर हो आफ्नै गाउँ फर्किआए भन्ने गाना टक्क सम्झेँ अनि यो चाहिँ होइन म टक्कमै घर आइपुगेँ आफ्नो घर आउँदाको आनन्द चाहिँ कहीँ जाँदा नि मिल्दैन क्या ल है गाइस मेरो भ्लग हेरिदिएकोमा सबैलाई धन्यवाद Thank you for watching. I love you all. Have a good day. Bye-bye.